हेलो गाइज, के छ खबर? सबैजना सन्चै हुनुहुन्छ? आजको यो भिडियो हुनेवाला छ हाम्रो यो प्रब्लमलाई लिएर। डाउनलोड फेल्ड भनेर एउटा प्रब्लम आइरहेको छ सबको मोबाइलमा र यो प्रब्लम कसरी सोल्भ गर्ने भनेर म यो भिडियो बनाउँदैछु। म नि गेम ओपन गरेर एकचोटि देखाइदिन्छु मेरो के प्रब्लम हो भनेर। गेम ओपन गर्ने बित्तिकै त्यहाँ स्क्रिनमा त्यस्तो सो भइरहेछ डाउनलोड फेल्ड भनेर। अहिले दिएको भर्जनमा म देखाउन जाँदैछु। र हेर्न सक्नुहुन्छ मेरो नि सेम प्रब्लम आइरहेछ। यो डाउनलोड देखाउँछ अनि डाउनलोड फेल्ड। हेर्नुस्, सेम प्रब्लम देखाइरहेछ मेरो नि। अब यसलाई कसरी सोल्भ गर्ने भनेर म यो भिडियो बनाउँदैछु। सो फुल भिडियो वाच गर्नु होला। सबभन्दा फर्स्टमा के गर्ने भनेर यो हाम्रो गेम छ, यसलाई डिलिट गरिदिने। म डिलिट गरेँ। अब डिलिट गरेपछि के गर्ने भने ZRCमा जानुहोस् र मैले अहिले दिएको ओबिबीलाई के भन्छ एक्सट्र्याक्ट हेयर गर्नुहोस्। सबभन्दा फर्स्टमा यहाँ ओबिबी छ नि, यो कम डिटिएस फ्री फायर म्याक्स भनेर यसलाई डिलिट गरिदिनुहोस्। त्यसलाई क्लिक गरेर राख्नुहोस् अनि आउँछ। त्यसपछि डिलिटमा क्लिक गरेर यसलाई डिलिट गरिदिनुहोस् र हेर्न सक्नुहुन्छ त्यहाँबाट हट्यो त्यो। अब त्यो हटेपछि अहिले दिएको मैले ओबिबी यो हो। कहाँ गयो अहिले दिएको ओबिबी? अहिले दिएको ओबिबी यो हो, आजाद एफएफ म्याक्स ओबिबी 111 भनेर। सो यसलाई एकचोटि क्लिक गर्नुहोस् र त्यसपछि एक्सट्र्याक्ट हेयरमा क्लिक गर्नुहोस्। अब यो एक्सट्र्याक्ट हुन्छ आफै। र हेर्न सक्नुहुन्छ एक्सट्र्याक्ट भएपछि माथि आइसक्यो एउटा फोल्डर भनेर कम डिटिएस फ्री फायर म्याक्स भनेर आइसक्यो। यो न्यू फोल्डर हो। सो अब के गर्नुहोस्, गेम इन्स्टल गर्नुहोस्। गेम इन्स्टल भयो, त्यसपछि डनमा क्लिक गर्नुहोस् र त्यो ओबिबीलाई कपी गरेर एन्ड्रोइडमा गएर त्यसलाई कपी गर्नुहोस्। त्यसपछि डिभाइसमा जानुहोस्, एन्ड्रोइडमा जानुहोस्, ओबिबीमा जानुहोस् र यहाँ पेस्ट गरिदिनुहोस् हैन। म यही स्टेप एमटी म्यानेजरमा गर्छु। मेरो अलरेडी एन्ड्रोइड सिलेक्ट छ र अहिले न्यू फोल्डर यो मैले बनाएको र अब यसलाई क्लिक गर्नुहोस्, कपी गरेर यता पेस्ट गरिदिनुहोस्। ZRCबर र एमटी म्यानेजर सेम हो, पेस्ट गर्ने मात्रै हो। दुईवटामा जुनमा गर्दा नि हुन्छ। अब त्यति भएपछि अब गेममा क्लिक गरेर एकचोटि हेर्नुहोस् तपाईँको हुन्छ कि नै। म नि चेक गर्छु मेरो भयो कि नै भनेर। गेम ओपन भयो। अब हेरौँ के प्रब्लम आउँछ। त्यो प्रब्लम आउँछ कि त्यो सोल्भ भइसक्यो भनेर हेर्छु। गेम ओपन भयो र हेर्न सक्नुहुन्छ त्यो प्रब्लम आएको छैन। सबभन्दा फर्स्टमा यहाँ एउटा मैले डाटा युज गरिरहेको छु, त्यही भएर यो यस्तो आएको। अब अपडेटमा क्लिक गरिदिनुहोस् र त्यसपछि हेर्न सक्नुहुन्छ अपडेट भइरहेछ। त्यो पुरानो प्रब्लम आएको थियो नि डाउनलोड फेल्ड भनेर, त्यस्तो केही पनि आएको छैन। हेर्न सक्नुहुन्छ यो डाउनलोड यो हुन्छ के भन्छ यो चल्छ। त्यसपछि यो आफै फ्री फायर म्याक्स ओपन हुन्छ र यहाँ मुड छ मेरो। अब मुडमा क्लिक गर्नुहोस्। मुडमा जे यो अन गर्नु छ अन गर्नुहोस् र गेम खेल्नुहोस्। त्यति हो। मुड अहिले नि सेफ छ र यो आज राति 12 बजेसम्म सेफ चल्छ। त्यसपछि सबजनाले डिलिट गरिदिनुहोस्। न्यू मोड दिँदा त्यो युज गर्नुहोस्। ल, भिडियो चाहिँ यति हो। सबजनाले फुल वाच गर्नुहोस्, लाइक कमेन्ट गर्न नबिर्सिनुहोस्। यो भिडियोमा सपोर्ट आयो भने म कसरी गुगल आइडी खोल्ने भनेर भिडियो बनाइदिन्छु। हस्, थ्याङ्क यू सबजनालाई।